माङ्गिना सेवा समितिका पदाधिकारी ज्यूहरूलाई माग टीका अर्पण माग आशीर्वाद अर्पण कार्यक्रम भइरहेको म यहाँहरू सम्पूर्णलाई जानकारी गराउँदछु। तपाईहरू माग टीका माग आशीर्वाद ग्रहण पश्चात देब्रेपट्टि गएर माङ्गिना चामल पनि एकैचोटि लिदिन हुनका निमित्त हामी हार्दिक अनुरोध गर्दछौँ। त्यसैगरी धेरै महानुभावजीहरूले माग अर्पणका निमित्त नाम टिपाउनु भएको छ। यदि तपाईहरू माग टीका ग्रहण गर्न अघि बढिसक्नु भएको छ भने उक्त माग लिएर पनि अघि बढिदिन हुन हामी अनुरोध गर्दछौँ। त्यस पछाडि तपाईहरू यस कार्यक्रमलाई सफल बनाउनका निमित्त कार्यक्रमलाई सफल बनाउनका निमित्त सहयोग गर्नुहुने महानुभावजीहरू आफ्नो धन्यवाद ताम्रपत्र पनि त्यति बेलै लिएर अघि बढिदिन हुन म अनुरोध गर्दछु। तपाईहरूको नामले हामी केही समय पछाडि वाचन गर्नेछौँ। र तपाईहरू अहिले नै लाइनमा हुनुहुन्छ भने सो यतिखेर नै तपाईहरूले धन्यवाद ताम्रपत्र लिएर पनि अघि बढ्न सक्नुहुनेछ। त्यसैगरी मागमिक्तुक अर्पण गर्नका लागि तपाईहरूले निवेदन दिनुभएको छ, नाम टिपाउनु भएको छ भने तपाईहरू पनि यति बेला अघि बढ्न सक्नुहुनेछ। सम्पूर्ण श्रद्धालु धर्मप्रेमी आमाबुबा दाजुभाइ दिदीबहिनीहरू हामी एकदमै महत्त्वपूर्ण क्षणमा रहेका छौँ, महत्त्वपूर्ण कार्यक्रममा रहेका छौँ। यति बेला पामान मामाज्यूहरूको हस्तबाहुलीबाट हामीले माग आशीर्वाद ग्रहण गरिरहेको म यहाँहरूलाई जानकारी गराउँदछु। अझै पनि सम्पूर्ण स्वदेश विदेशबाट पाल्नुभएका श्रद्धालु धर्मप्रेमी आमाबुबा दाजुभाइ दिदीबहिनीहरू तपाईहरू कार्यक्रम स्थलसम्म उपस्थित भइसक्नु भएको छैन भने चाँडोभन्दा चाँडो उपस्थित भइदिनुहोला। माग आशीर्वाद अर्पण गर्ने ग्रहण गर्ने कार्यक्रम अघिबाट नै सुरु भइसकेको म यहाँहरूलाई जानकारी गराउँदछु। यति बेला हामी व्यक्तिज्यूहरूलाई अघि बढाइरहेका छौँ। माङ्गिना सेवा समितिका पदाधिकारी ज्यूहरू पामान मामाज्यूको हस्तबाहुलीबाट टीका ग्रहण गरिरहनु भएको छ। त्यसपछि